म चाहिँ रेडी भइसकेको छु गाइस। भर्खर स्कुटी स्टार्ट भइरहेछ। सो म गएँ, बाई बाई। नेल्स चाहिँ यस्तो बनाइदिइसकेको छ। सो म चाहिँ यहाँ साथीलाई कुरिरहेको छु, आउँदै आउँदैन गाइस। हामी चाहिँ बेसमार्क जान लागेको, त्यही भएर म यो युट्युबमा हाल्न नि सक्छु है। ओके, युट्युबमा हाल्यो भने लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। म हुँ हजुरहरूकी प्यारी रसिली हसिली गुराँस नानी। सबैले मेरो नेल्स कस्तो छ कमेन्ट गरिदिनुहोस् ल। अनि हामीलाई चाहिँ भोलि चाबेलमा मेकअप गर्न बोलाएको छ। त्यही भएर हामी जान्छौँ होला बिहानको 5 बजे। 5 बजे गएर 3 जनाको मेकअप गरेर फर्किन्छौँ। ल मैले बेसमार्कमा गएर के किने हजुरहरूलाई देखाउँछु है त। ल बाई। बेसमार्क ब्याग पनि देखाउ त। के भन्छ उयो लामो हेलमेट छैन, चिसो हुन्छ मलाई। त है के गर्छौ त? किन दिएर पठाएर सिडीलाई त्यो त्यति बेला नभएर। हाई गाइस, हामी चाहिँ जाममा छौँ। अनि त्यसपछि सम्रिनाले स्कुटी चलाइरहेको छ किनकि मेरो हात दुखिरहेछ। 1 हप्तादेखि चलाइरह बिचरा। अब मेरो हात ठिक भएपछि म चलाउँछु। बिस्तारै सिधा चाहिँ लान सक्छु, त्यो धेरै बेन्ड गर्यो भने चाहिँ दुख्छ कि, त्यसैले। अनि हामी चाहिँ अहिले बेसमार्कमा केही नपाएर झम्सीखेलको सपमा जाँदैछौँ। के अरे कुन ठाउँ रे? नौलो वेयर्समा जाँदैछु। अनि हामीले के किन्छौँ हेर्नुहोस् है त। बाई। हाई गाइज, मैले चाहिँ पाइन्ट किने नौलो वेयर्समा। तपाईँ पनि आउन सक्नुहुन्छ। यो लोकेसन चाहिँ हो कता रे? झम्सीखेल, ललितपुर। अब भोक लागिरहेछ, के गर्ने हो त? के खान जाने? खाजा। के खाने त खोइ, के खाने जहिले एउटै मोमोसम्म खान्छ हामी त। के गर्नु? ल हामी चाहिँ किनेर लागिसक्यौँ आफ्नै गन्तव्य। अनि हामी अब किमा नुडल्स खानलाई स्वयम्भू जान्छौँ मञ्जुश्रीमा। यस, ओके, सी यु डियर, बाई बाई। हामी चाहिँ मञ्जुश्रीमा लाफिङ रक किमा नुडल्स खान आएका छौँ। जाडो भयो गाइज। हामी चाहिँ राति कति बज्यो अहिले? 8 बज्न लाग्यो। अब सम्रिनाले चलाउँदैछ, उसको घर आइपुग्नलाई। अब म एक्लै जानुपर्छ त्यहाँबाट। मलाई डर लाग्छ किनकि त्यहाँ यस्तो जाडो छ। के अरे? अनि त्यही हो गाइस, कस्तो जाडो छ आज त। म त झन् एउटा ज्याकेट र टी सर्ट मात्रै लगाइरहेको छु। त्यही भने दुईटा लाउँदा पन्जा नि छैन है। अब किन्नु पर्यो। भोलि फेरि बिहानै उठेर जानुपर्छ। ए सरी, फेरि बिर्से यार मैले त। मर्निङ वाक चाहिँ जानुपर्छ गाइज। अब मेरो साथी जान लाग्यो। के भयो त? मेरो साथी जान लाग्यो, म एक्लै जानुपर्छ त्यत्रो बाटो। ल थ्याङ्क यू। ओए चस्मा। ल बाई।
लगाइदेऊ न त यस्तो यस्तो माया गर्ने साथी कहाँ पाउँछ कहाँ पाउँछ हाम्रो ग्रुपको मम्मी हो नि त ल बाई 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 ल बाई गाइस म त भर्खर घर आइपुगेँ स्कुटी राखेँ अब म जान लाग्यो सुतिरह गाइस यो त बाई यो मान्छे चाहिँ गेम खेलिरहेछ जति बेला नि गेम 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 हजुर अब मम्मीको रियाक्सन हेरौँ हेलो गाइस यता हेर्नु त यता हेर्नु त मम्मी हाई भनिदिनु गाइजहरूलाई ल ए बिचरा मेरो आमा यसरी बसिरहनु भएको मलाई कुर्दै त्यही भएर आज यस्तो भ्लग बनायो हाई भनिदिनु न फाइनली म चाहिँ घर आएर अब बसिरहेको छु मेरो नेल्स हेर्न सक्नुहुन्छ कस्तो क्युट वाउ थ्याङ्क यू बहिनी फर दिस ब्युटिफुल नेल्स अनि यदि हजुरहरूलाई नि नेल्स गर्नु छ भने चाहिँ म लिङ्क राखिदिन्छु तल हेर्न सक्नुहुन्छ उसको इन्स्टाग्राम राखिदिन्छु अनि त्यसमै कन्ट्याक्ट गर्नु होला एकदम मिलाएर गरिदिन्छ प्लस ऊ चाहिँ मेरो बहिनी हो त्यही भएर मेरो थ्रुबाट जानुभयो भने चाहिँ मिलाएर गरिदिन्छ त्यही हो ल आजको लागि यति नै बाई बाई